नमस्कार साथीहरू, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत गर्दछु। आज म फेरि TMS को एउटा अर्को एररलाई कसरी चेक गर्ने, यो एरर आयो भने तपाईले आफैले कसरी चेक गर्न सक्नुहुन्छ र त्यसलाई सल्युसन कसरी गर्न सक्नुहुन्छ भनेर एउटा भिडियो लिएर आएको छु। यो भिडियोले तपाईलाई के मद्दत गर्छ भने प्लिज लाइक सब्स्क्राइब गरिदिनु होला। हुन्छ, धन्यवाद। आउनुस् ढिलो नगरिकन यो भिडियो सुरु गरौँ। तपाईले मेरो स्क्रिनमा एउटा प्रब्लम देखिरहनु भएको होला। फेल्ड अनेबल टु प्लेस अर्डर क्वान्टिटी एक्सिडेड DP ब्यालेन्स भनेर। यो प्रब्लम चाहिँ कुन बेला आउँछ भने जब तपाईले कुनै सेल गर्दै हुनुहुन्छ र भनी कहिलेकाहीँ यो प्रब्लम आउन सक्छ। यो प्रब्लम आउने धेरै कारणहरू छन् र फर्स्ट र जेन्युन कारण चाहिँ मैले तपाईहरुलाई अगाडि मेरो च्यानलमा एउटा भिडियो राखिदिएको छु। त्यो तपाईले मेरो च्यानलमा गएर हेर्न सक्नुहुन्छ। त्यो भिडियोमा चाहिँ TMS ब्यालेन्स 0 भयो भने, CDS ब्यालेन्स 0 भयो भने अथवा मेरो शेयरमा तपाईको शेयरहरु फ्रीज छ, प्लेज छ भने पनि यो एरर आउँछ। त्यो कसरी सल्युसन गर्न सकिन्छ भनेर मैले अगाडिको भिडियो बनाइदिइसकेको छु। र अर्को एउटा सेकेन्ड प्रब्लम पनि छ। जस्तै तपाईको मेरो शेयरमा तपाईको एक्ज्याक्ट जुन डिम्याट नम्बर अथवा BOID छ, सेम BOID कहिलेकाहीँ TMS मा रजिस्टर गर्दाखेरि मिस्टेक भएको पनि हुन्छ है। त्यो कारणले गर्दाखेरि सिंक्रोनाइज नभएर तपाईको जुन शेयरहरु छ त्यो शेयर चाहिँ TMS मा हुँदैन। नभए पछाडी चाहिँ के भयो त तपाईको ब्यालेन्स छैन भनेर एउटा एरर आउँछ बेच्दाखेरि। त्यो कसरी चेक गर्ने त भनेर म तपाईहरुलाई यो भिडियो मार्फत जानकारी गराउँछु। आउनुस् हामी सुरु गरौँ। हामी सिस्टममा जाउँ। सिस्टममा चाहिँ तपाईको पहिला सुरु TMS मा जाउँ र मेरो शेयर पनि दुईटा ओपन गरौँ। तपाईले मोबाइलमा पनि गर्न सक्नुहुन्छ। सेम प्रोसेस भयो। पहिला सुरु लगइन गर्नुस्, आफ्नो TMS कुन चाहिँ ब्रोकरको छ URL हाल्नुस्। त्यसपछि आफ्नो युजर नेम हाल्नुस् र पासवर्ड हाल्नुस् र क्याप्चा हाल्नु। क्याप्चा हाल्नु भएपछि तपाई लगइन गर्नुहुन्छ। लगइन गरेपछि तपाई यो ड्याशबोर्डमा पुग्नुहुन्छ है। सेम कुरा चाहिँ मेरो शेयरमा पनि गर्नुहोस्। मेरो शेयरमा पनि तपाईले आफ्नो DP कहाँ खोल्नु भएको, DP खोलेको कम्पनी, त्यसपछि आफ्नो मेरो शेयरको युजर नेम र आफ्नो पासवर्ड हाल्नुहोस्। पासवर्ड हाल्नु भएपछि के भयो त यहाँ पनि एउटा ड्याशबोर्ड खोलियो हो। सजिलो छ है। तपाईले के गर्नुस् त भने माई इन्फर्मेसनमा जानुस् TMS मा। सेम कुरा मोबाइलमा पनि हुन्छ। तपाईको मेनुमै हुन्छ। मेनुमा हेर्नुभयो भने माई इन्फर्मेसन देखिन्छ। माई इन्फर्मेसनमा क्लिक गर्नु भएपछि यहाँ के हुन्छ त BOID भनेर हुन्छ है। BOID नम्बर जुन चाहिँ 16 डिजिटको हुन्छ, यसलाई तपाईले नोट गर्न पनि सक्नुहुन्छ अथवा मैले चाहिँ कपी गरे है त। के छ त यो 16 डिजिट चाहिँ मेरो के रहेछ त TMS मा रजिस्टर भएको रहेछ। यही एक्ज्याक्ट मेरो शेयरमा पनि छ त। आउनुस् त हेरौँ त। मेरो शेयरमा माई डिटेल्स भन्ने अप्सन हुन्छ। माई डिटेल्समा क्लिक गर्नु भएपछि यहाँनिर सेकेन्ड लाइनमै BOID भनेर छ। BOID लाई के गर्नुस् त कपी गर्नुस्। कपी गर्नु भएपछि यहाँनिर तपाईले के देख्नुहुन्छ त नोट गर्नुस् है। तपाईले लेख्न पनि सक्नुहुन्छ। मेरो शेयर सेम छ है। यस्तो केसमा चाहिँ मैले के गर्न पाएँ त मेरो शेयरमा भएको जतिवटा शेयरहरु छ त्यो चाहिँ मेरो TMS मा अटो सिंक्रोनाइज हुन्छ र मैले बेच्न पाउँछु। इन केस मेरो चाहिँ यहाँनिर सपोज 7 को ठाउँमा 8 9 कति होला हैन, फरक त भयो हो। फरक भयो भने चाहिँ के हुन्छ त मेरो शेयरमा भएको खाता के रे शेयरहरु चाहिँ यता TMS मा चाहिँ मैले बेच्न पाउँदिन किनकि त्यहाँनिर त सिंक हुँदैन हो। यस्तो केस भेट्नु भयो तपाईले भने चाहिँ के गर्ने त यसलाई भने तपाईले चाहिँ आफ्नो स्टक ब्रोकरलाई कन्ट्याक्ट गर्ने। तपाईको कहाँनिर छ त स्टक ब्रोकर हैन। स्टक ब्रोकरमा कन्ट्याक्ट गरेर चाहिँ तपाईले के भन्नु पर्यो त डिम्याट नम्बर के छ त मिस्टेक छ, मिस्टेक रजिस्टर भएको छ
हैन अथवा कहाँनिर भन्ने त TMS मा है TMS मा डिम्याट नम्बर के भयो त मिस्टेक रजिस्टर भएको छ प्लिज हेरिदिनु भनेर कुरा गर्नुभयो भने उहाँहरूले हेरिदिनुहुन्छ सायद जुन दिन उहाँहरूले चेन्ज गर्नुहुन्छ त्यसको भोलिपल्ट मात्र हजुरहरूले के गर्न मिल्यो सेल गर्न मिल्यो र उहाँहरूले चेन्ज गरिदिनु भए पछाडि पनि तपाईँले कहाँबाट हेर्न सक्नुहुन्छ त यहीँबाट माई इन्फर्मेसन जाने त्यस पछाडि बिओ आइडी जाने अब चाहिँ तपाईँको के हुनु पर्यो त यहाँनिर करेक्ट हुनु पर्यो यहाँनिर करेक्ट छ यहाँनिर पनि करेक्ट छ तपाईँको सेम छ दुईटा भनी मात्र तपाईँले के गर्न पाए त सेयरहरू सेल गर्न मिल्यो हुन्छ धन्यवाद तपाईँले मेरो भिडियो हेरिदिनु भएकोमा यदि यसले तपाईँलाई कुनै पनि फाइदा गरेको छ तपाईँको प्रब्लमलाई को सल्युसन निकालिदिएको छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् हुन्छ धन्यवाद